हेलो एभ्रिवान, दर्शन नमस्ते, वेलकम ब्याक। म चाहिँ आज चाहिँ के खाँदैछु भन्दाखेरि पैसालु बाटो त पहिला क्या हामी स्कुल जाँदाखेरि बाटोमा यस्तो खाएर बसिन्थ्यो है। स्कुल पनि 2 घन्टा टाढा हिँडेर जानु पर्थ्यो। त्यसैमा खाक्कु खाए। दिस इज कल बुक्खु। यसले चाहिँ बुक्खु भन्छ, तर हाम्रोतिर चाहिँ हाडुला भन्छ कि टाढा अलि खासमा चाहिँ बुक्खु भनेर चिन्छ है यसलाई चाहिँ। ऐसेली खानुको मजै बेग्लै छ। आज चाहिँ मैले किन रातो टिका लगाइरहेको छु भने चाहिँ आज मेरो ग्रह दशा शान्त गरेको क्या, शान्त। किनकि मलाई धेरै ग्रह दशा लगाइरहेको छ। भन्नु पो भएन, धेरै छ नि पीडा होइन, मनमा दुखिरहेछ। त्यो तिनीहरूलाई चाहिँ जस शान्त गराउँदाखेरि 52 बाजेले मलाई रातो टिका लगाइदियो। किन भन्दा नत्र भने हामी चाहिँ यस्तो दसैँहरूमा चाडपर्व ठुलो बडाले टिका लगाइदियो भने चाहिँ हाम्रो चाहिँ सेतो टिका चाहिँ त्यो दुधमा मिसाएर सेतो टिकाले लगाउँछ कि। आई डोन्ट नो किन है, तर प्राय अरूले चाहिँ रातो लाउँछ, हामी चाहिँ सेतो टिका लाउँछ कि हाम्रो गाउँतिर। सायद छ होला त्यहाँ पनि केही रिजनहरू। अब चाहिँ म ऐसिलु खाएर पेट भराएर बल्ल डाला काट्छु। घर देख्न सक्नुहुन्छ। यो लाउनुको कारण फेरि जस्तो ठाउँमा नि यसरी च्याप पलाएर सुत्न पनि मिल्यो, च्याप ओछ्याएर बस्न पनि मिल्यो। मजै बेग्लै छ क्या यो लगायो भने चाहिँ। जस जाडोमा गर्मी पनि भयो। मेरो चाहिँ यो वान अफ द फेभरेट नै भनौँ। सानैदेखि सानो म 10-9 वर्ष उमेरदेखि यो लाउनु थालेको। अझै लाग्कोलाई छु। यो फेरि सिलाइ पनि यस्तो, बुनाइ यस्तो दामी छ, तर मेहनत पनि यसको बनाउन चाहिँ धेरै लाग्छ क्या। अहिलेको अवस्थामा जो किन्छु भन्यो भने 35,000देखि माथि जान्छ क्या यो प्योर कालोलाई। तर यो सेटोहरू यता झालेमाले त्योहरूलाई चाहिँ जोस यति साह्रो पर्दैन, धेरै महँगो पर्दैन। यो चाहिँ प्योर, यसलाई चाहिँ प्योरै भन्छ क्या। सेतोहरू हुन्थेन, तर यो चाहिँ पुरानो भएर 3-4 वर्ष भन्दा पनि 4-5 वर्ष भइसक्यो होला। अहिले त पुरानो भएर यो भुट्ला सब खुस्किरहेको छ। नत्र चाहिँ सुरुमा चाहिँ यस्तो कालो हुन्छ, ओभरै कालो हुन्छ क्या, मभन्दा पनि कालो। ल म चाहिँ एकछिन ऐसेलु खान्छु, त्यसपछि बाख्राहरूलाई चाहिँ घाँस काटिदिन्छु होइन। ओके, अब बस्नु धेरै दिन पनि छैन यार। मलाई चाहिँ कस्तो जानै मन छैन क्या अहिले त है। गाह्रो छ तर जिन्दगी, परदेशी जिन्दगी। ओके, सी यू।